नमस्कार साथीहरु, तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो डिजिटल टिभीमा। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ हाम्रो डिजिटल टिभी युट्युब च्यानल मार्फत। एकदमै महत्त्वपूर्ण विषयमा केही विस्तृत जानकारी लिएर तपाईहरुको माझमा उपस्थित भएको छु। तपाईहरुले चाहिँ भिडियो सुरुदेखि अन्त्यसम्म स्किप नगरेरै हेर्नु होला, किनभने तपाईले एकदमै काम लाग्ने चीज तपाईहरुलाई यो भिडियोको बीचमा हुन सक्छ र तपाईहरुले स्किप गर्नुभयो भने बीचको भिडियो हेर्नु भएन भने तपाईलाई काम लाग्ने चीजहरु छुट्न सक्छ। त्यस कारणले चाहिँ तपाईहरुले भिडियोलाई स्किप नगरेरै हेर्नु होला र मन परेमा नजिकै रहेको सब्स्क्राइब बटनलाई क्लिक गरी बेल आइकनलाई प्रेस गर्नु होला र आफ्नो साथीभाइलाई पनि शेयर गर्नु होला र के कस्तो लाग्यो भिडियोमा तल कमेन्ट पनि गर्नु होला। साथीहरु, आज चाहिँ म तपाईहरुलाई हामीले अनलाइनबाट पुलिस रिपोर्ट कसरी बनाउने हैन, पुलिस हामीले नेपालमा अथवा विदेशमा बसेर नेपालको पुलिस रिपोर्ट चाहिँ हामीलाई आवश्यकता पर्छ वैदेशिक रोजगारमा जानको लागि अथवा तपाईले कुनै पनि जब गर्न चाहनुहुन्छ भने तपाईलाई चाहिँ पुलिस भेरिफिकेसन एकदमै इम्पोर्टेन्ट हुन्छ र त्यो बिना तपाईले जब पाउन सक्नु हुँदैन। त्यसैले चाहिँ तपाई विदेश प्लान गर्दै हुनुहुन्छ अथवा तपाईले हैन जुनसुकै अवस्थामा पनि तपाईलाई पुलिस रिपोर्ट एकदमै आवश्यकता पर्छ र यसको लागि चाहिँ तपाईले कहाँ गएर बनाउने हैन कसरी बनाउने भन्ने बारेमा अकमकाउनु र टेन्सन लिनु अब पर्दैन, किनभने अब चाहिँ हामीले आफ्नै मोबाइलमा रहेको गुगल मा चाहिँ सर्च गरेर हामीले अनलाइन एप्लाई गर्न सक्छौं र अझै यहाँ गुगलमा गएर मेरो अलरेडी यहाँ सर्च हानेको भएर चाहिँ यहाँ देखाछ पुलिस क्लियरेन्स नेपाल भनेर, यसमा चाहिँ सर्च गर्नु होला र त्यसपछि चाहिँ तपाईले यो पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टमको ओपीसीआर वेबसाइटमा गएर क्लिक गर्नु होला। यो सबभन्दा सुरुमा देखेको र यसमा क्लिक गरेपछि तपाईहरुको चाहिँ यस्तो इन्टरफेस खुल्छ र यो चाहिँ रजिस्टर सिस्टम छ हैन। तपाई चाहिँ रजिस्टर गर्नु भएको छैन अथवा सुरुमा नयाँ हुनुहुन्छ भनेपछि चाहिँ तपाईले तल रजिस्टर भन्ने ठाउँमा छ, तपाईले चाहिँ यसमा क्लिक गर्नु होला रजिस्टर भन्ने ठाउँमा। र मैले चाहिँ अलरेडी रजिस्टर गरिरहेको भएर चाहिँ मेरो डाइरेक्टली लगइन हुन्छ। मैले चाहिँ यहाँ थुप्रै रिपोर्टहरु बनाइदिन्छु हैन अरुको, अनि त्यसकारणले मेरो यहाँ धेरै लगइन भइरहेको छ इमेल आइडीहरु। म चाहिँ आफ्नै एउटा खोलेर चाहिँ तपाईहरुलाई देखाउँछु हैन। मैले चाहिँ हिजो भर्खरै बनाएको यो चाहिँ मेरो कम्प्लिट भइसकेको छ। तपाईहरुले चाहिँ कम्प्लिट भइसकेपछि चाहिँ एउटा यस्तो खालको तपाईहरुलाई चाहिँ देखाउँछ डाउनलोड हैन कम्प्लिट भनेर, डाउनलोड सर्टिफिकेट भनेर। तपाईले चाहिँ यसमा डाउनलोडमा क्लिक गर्नुभयो भने चाहिँ यो पुलिस रिपोर्ट डाउनलोड भएर तपाईलाई पीडीएफ प्राप्त हुन्छ र तपाईले त्यसपछि युज गर्न सक्नुहुन्छ हैन। त्यसलाई प्रिन्ट गरेर पनि निकाल्न सक्नुहुन्छ र तपाईले पीडीएफ मा पनि युज गर्न सक्नुहुन्छ यदि अनलाइनमा हुनुहुन्छ भने। र यसलाई एप्लाई गर्न चाहिँ कसरी भनेपछि चाहिँ तपाईले यसमा आएर चाहिँ यो यदि पहिला नै एप्लाई गर्नु भएको छ भने फेरि दोबारा एप्लाई गर्न चाहनुहुन्छ भनेपछि चाहिँ तपाईले यो मथिल्लो लाइनमा क्लिक गर्नु होला र एप्लाई विथ रिभ्यू डाटा भनेर। अथवा यदि नयाँ हुनुहुन्छ हैन तपाईले चाहिँ फेरि के नयाँ चाहिँ सुरुमा तपाईले एप्लाई गर्न चाहनुहुन्छ भने तपाईले चाहिँ फिल अ न्यू फर्म भनेर छ, यसमा तलमा क्लिक गर्नु होला र त्यसपछि तपाईले चाहिँ यसरी क्लिक गर्नुभयो भने चाहिँ यसरी चाहिँ यो इन्टरफेस यसरी खुल्छ। यदि खुल्यो भनेपछि चाहिँ तपाईले आफ्नो डिटेलहरु यहाँ सरल भर्ने हैन, आमा बुवाको नाम, आफ्नो नाम हैन, कहाँ जन्मेको, कहाँ हैन कुन डिस्ट्रिक्टमा हो, अनि त्यसपछि यो चाहिँ तपाईले कुन पर्पसमा बनाउँदै हुनुहुन्छ अथवा नेपालको लागि बनाउँदै हुनुहुन्छ भने हैन अथवा इन्डियाको लागि बनाउँदै हुनुहुन्छ भने चाहिँ एप्लाई विथ अ सिटिजन ओन्ली गर्नु होला। यदि तपाई विदेशमा जानको लागि अथवा विदेशको लागि बनाउँदै हुनुहुन्छ भने एप्लाई विथ सिटिजन एन्ड पासपोर्ट मथिल्लो उसमा चाहिँ क्लिक गर्नु होला माथिको यसमा। अनि तपाईले चाहिँ इन्डिया र नेपालको लागि बनाउँदै हुनुहुन्छ भने चाहिँ सिटिजनमा गर्नु होला, किनकि इन्डियामा हाम्रो पासपोर्ट चल्दैन हैन, त्यो कारणले चाहिँ पासपोर्टको जरुरत हुँदैन।
तपाईले यो दुई अप्सनमा चाहिँ जुनमा बनाउँदा पनि हुन्छ, इन्डिया र नेपालको लागि। अथवा तपाई विदेशमा हुनुहुन्छ भने चाहिँ सिटिजन वाला चल्दैन, तपाईले चाहिँ माथि पासपोर्ट वाला चाहिँ बनाउनु पर्छ। यो कुरामा चाहिँ ध्यान राख्नु होला। साथीहरु, तपाईले चाहिँ यसरी चाहिँ तपाईले पुलिस रिपोर्ट बनाउन सक्नुहुन्छ। यो चाहिँ पर्सनल इन्फर्मेसन तपाईले भरिसकेपछि एड्रेसको आउँछ। एड्रेस भएपछि चाहिँ तपाईले डकुमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ। डकुमेन्टहरु अपलोड गरेपछि चाहिँ तपाईले तपाईको चाहिँ सेल्फ डिक्लेरेसन आउँछ हैन। त्यसपछि चाहिँ तपाईले यो कन्फर्म गर्नुपर्ने हुन्छ तपाईको डिटेलहरु चाहिँ सही छ कि छैन हैन, फर्म भर्नु भएको छ कि कसरी भर्नु भएको छ हैन, तपाईको डकुमेन्टसँग म्याच छ कि छैन भनेर चाहिँ सर चेक गर्नु होला। चेक गरेपछि चाहिँ कन्फर्मेसनमा आउँछ। कन्फर्मेसनमा चाहिँ तपाईले त्यसमा चाहिँ केही टर्महरुमा चाहिँ ठीक लगाएर त्यसमा चाहिँ तपाईले क्याप्चा राखेर चाहिँ तपाईले सबमिट गर्नुभयो भने तपाईको चाहिँ प्रोसेसमा हुन्छ र प्रोसेस भएको केही दिनपछि हैन, 1-2 दिनमा चाहिँ तपाईको पुलिस रिपोर्ट कम्प्लिट भएर डाउनलोड भन्नेमा आउँछ। त्यसपछि डाउनलोड भन्नेमा आयो भने चाहिँ तपाईले मजाले डाउनलोड गर्दा हुन्छ र तपाईलाई पुलिस रिपोर्ट सजिलैसँग आफ्नै मोबाइलमा बनाउन सक्नुहुन्छ। साथीहरु, भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावको लागि चाहिँ के मिस्टेक भएमा सुधारको लागि तपाईले कमेन्ट गर्नु होला र मेरो भिडियो कहाँसम्म पुग्छ हैन त्यो थाहा पाउनको लागि तपाईहरुले चाहिँ कुन देशबाट हेरिरहनु भएको छ अथवा कहाँदेखि हेरिरहनु भएको छ आफ्नो ठाउँको नाम लेखिदिनु होला कमेन्टमा। साथीहरु, आजलाई चाहिँ यति नै र अर्को भिडियोमा फेरि मिल्ने बाचा गर्दै बिदा हुन्छु। हवस् त, नमस्ते, बाई बाई, टेक केयर। ल भिडियो हेर्दै गर्नु होला, सुरुदेखि अन्त्यसम्म स्किप नगरेर ल। बाई।